रुखैको पाता पैसा झैँ भात म त भुइँसा भयो अब बिहानदेखि 3 खेल्दी त खाइसक्नु कति खानु के चुरोट ऊ बेला मैले चुरोट खाँदा कति असर गर्यो बल्ल बल्ल छुटेर अहिले अलि सहज भएको छ त्यसमाथि घरमा बुहारी गर्भवती छ त्यसलाई असर गर्छ भोलि बच्चा केटाकेटी हुन्छन् तिनलाई असर गर्छ अब खानु पर्दैन त्यो बट्टासहित लाइटर पनि ल्याउनु मलाई अहिले खान ल्याउनु न खान मन लाग्यो भनेदेखि कति बेला दिनुपर्छ म दिउँला ल्याउनु अहिले साँच्ची धेरै नै तलतल लागेर गाह्रो भयो भने चाहिँ नि मलाई भन्नु बिस्तारै छुट्नुपर्छ एक खिल्ली चाहिँ दिउँ अनि सुन त अलिकति पैसा छ र तिमीसँग किन शिकार खान मन लागेको थियो त्यहाँ माथि हर्के कहाँ आज काट्ने अरे अलिकति ल्याउनु पाए हुन्थ्यो मसँग त पैसा छैन अब खानै मन लाग्यो त अस्ति नै भनिहाल्नु त हुन्थ्यो नि र चिन्ता नगर्नु म व्यवस्था गराउनु लिन जान्छु यही लु हामीले बिस्तारै बिस्तारै बानी पार्नु पर्ला यो चुरोटलाई मैले अहिलेलाई यतातिर थन्काइदिएँ चुरोट खाएको खै बेकार सिगार खाने कुरो गरेको छ कहिलेदेखि मन लाग्यो अब बुढो मान्छे ल्याएर दिनु पऱ्यो पैसा पनि कति छ $250 अब अहिले त भएको 900 पर्छ क्यारे आधा किलो पनि आउँदैन यति पैसाले छोराहरू पनि खुसी त माग्नु खै काँचासो छैन चन्द्रीसँग नि छ कि छैन करानी छैन अहिले ल्याउँछु भनिसकि गाउँघरमा उधार त चल्दा नि भएर जान्छु होइन अहिले हिँड्नै सकिनँ भनेर चाल पऱ्यो तिमीलाई त बोक्नु पर्छ यही भारी बढी बोक्नु पारि ल कसै गर्नु है म यसो कता निस्क्यो त अनि म यति मास्तिर भएर आउँछु एकछिन मासु लिन जालिन् भनेको फेरि कता निस्किनु ए तिमीहरू आइपुग्यौ कतै नदा चन्द्री तँसित अलि ल भयो भयो तिमीहरूलाई गाह्रो जाऊ पानी बिसार म यसो मास्तिर पुगेर आउँछु के भन्नु जस्तो लाग्थ्यो फेरि यत्तिकै जानुभयो खै के रहेछ र होइन थाप्लो गल्ती सुरु गर्दा ल
आमा कहाँ जानुभएको र खोइ त्यहाँ माथिसम्म पुगेर आउँछु भन्दै गएको थिएँ मलाई शिकार खान मन लाग्यो भनेर भनेको थिएँ त्यसरी पो गएकी हुन् कि त्यहाँ माथि हर्केका आज काट्नु लाग्यो अरे ए त्यही भएर पो आमाले पैसा भन्न नसक्नु भएको रहेछ त मेरो चाहिँ भयो म गएँ है ल ल पुतली दिदी हजुरलाई एक भाग हो मलाई एक भाग भएको छ पुतली दिदी एक भाग 900 है दिदी थाहा छ बाबु 900 भन्ने मलाई तर बाबु हाम्रा घरका बुढाले मासु खान रहर गरे अब तत्कालै मसँग अहिले 900 नै रुपियाँ चाहिँ छैन 250 वटा रहेछ अब एउटै छरछिमेक हो कहिले काहीँ अब हाम्रो घर हाडे ल्याएर काट्दा भयो हाम्रो घर आइन्छ भएर अहिले चाहिँ नि एक भाग मासु लान्छु बाँकी पैसा चाहिँ नि यसो भरि भोलि ल्याइदिउँला न बाबु दिदी के भन्नुभएको जब अब एक भाग मासु खान अहिलेको जमानामा पनि उधारो माग्छन् भएको पैसा पर्दैन फ्रीमा लैजानुहोस् होइन होइन बाबु फेरिमा त म एउटा मुलापात पनि खान्न आजसँग खाएको पनि छ गाउँघर आऊ यसो सरसापट त चल्छ उधारो पनि चल्छ चलिरहेकै पनि हो त्यही भएर पो भने त बाबु 2-4 दिन त ल्याइदिन्छु त म हो सित्तै चाहिँ खान्न आज भोलिको जमानामा जब 900 रुपियाँको मासु खानलाई पनि त्यो 250 रुपियाँ बोकेर आएपछि म के भन्नु भयो क्या दिदी तपाईँहरूको परिवारको अवस्थाको बारेमा पनि थाहा छ मलाई तपाईँको 3 भाइ छोराको अवस्था पनि थाहा छ मलाई यो मासुको पैसा पर्दैन लैजानुहोस् फ्रीमा मैले साँच्चै भनेको रिसाएर भनेको होइन हेर्नुहोस् अब उधारो चल्दैन भने भयो बाबु 250 लिएर खसीको मासु लिन आउनु हाम्रो पनि 2-4 पैसा हुन्छ कि भनेर बेचेको आमालाई दिएर पठाउनु भयो
के गर्छ रातिको ठ्याक्कै दुधु कब्जा फुस्किन्छ के बा यो आरती ल यो पनि पकाल त दाइ आइपुग्नु भएको छ खसेर आएर त्यो ल मैले ढोके ल आमा दाइ आउनु भयो ए बाबु आइस त हजुर आइपुग्यो ल बाजे अनि तुला सबै एरिया एक्लै आएँ म तुलसा आउन अझै केही समय लाग्ने आउन मिलेन कहिले मिल्ने त भने कहिले मिल्ने घर आउनलाई जहिले पनि त्यस्तै उसको स्कुल लाग्यो त्यही भएर उता मामाहरूबाट त चापा गाउँदै आइसक्यो कोठामै छोड्नु अनि तिमीहरू बिच कुरो मिल्यो त सबै मिल्यो पक्का हो नि ल त मैले आज खसीको मासु ल्याएर पकाएर लाइस खाना चाहिँ ताता होइन मैले त उता तिन पानीमा खाएर आइसकेँ नि हजुर खानु न के घरको मान्छे होला घरमा भात पाकिरहेको छ मासु पाक्न लागेको छ घर आउने मान्छे अनि बाटोमा खाएर आउनुपर्छ कति पैसा बढ्यो हो तिमीहरूलाई होइन म आउँछु भने हजुरलाई थाहा पनि थिएन नि त फेरि पकाउनु होला नहोला पुग्छ बाबा बाँडेर खाना मैले खाएर आइसकेँ खाएर आएँ खानु न हजुर म बरु ढक्का लगाएर एकछिन आएर गर्छु दुई घाँस खाइदिए अरे मन आनन्द हुन्थ्यो मलाई है खाएर आइसकेको कहाँ राख्नु भने त पेट अगाएर डुम्म त तेरो पो पेट अगाएको छ आमा मन अगाएको छैन ल ल ल नखाने अब के गर्नु त ल सन्जय ल आएर बाह्र पानी लाउँदैन आऊ सबैजना अब खाने पलाउको पाकिसकेछ जा ल ल अब त्यो भाँडाहरू लिएर आऊ है हुन्छ हुन्छ पानी लाउने पानी बाह्र हाल्नु भाँडाइदियो नि त बाहिर आएर त्यसलाई अङ्खरा काँचो त्यहाँ भित्रबाट ल्याइदिएन भित्रै छ त्यही छ आउँछ सबैजना आमा आरती र मैले एकछिनमा खान्छौँ है हजुर खाँदै गर्नु अब किन छुट्टिनु होला र जाडोमा सबै खाऊ आऊ आऊ सबैजना सँगै खाऊ होइन हामी खान्छौँ एकछिनमा हजुर खाँदै गर्नु न तिमीले चाहिँ तात्तातै खाँदा हुन्थ्यो नि त फेरि अहिले भित्र ठाउँ पनि साँगुरो छ अहिले आरती र म सँगै खान्छौँ के हजुर जानु दाइले त्यस्तो माया गरेर बोलाउनु भएको छ जानु नि त जानु खाँदै गर्नु अनि अहिले पछि तिमीलाई एक्लै कहाँ छोड्छु त म सँगै खाम्ला हामी जानु जानु हजुर जे होस् दिदीलाई आज मलाई अहिले खुब माया गर्न थाल्नु छ यस्तो बेलामा अलि धेरै ख्याल गरेको राम्रै हो यस्तो बेलामा उहाँले मलाई मात्रै होइन प्रत्येक श्रीमानले आफ्नो श्रीमतीलाई माया अनि ख्याल राख्नै पर्छ राखिदिनु मलाई खान्छ ल सुरु गर्छ तपाईँले खाना ल ल त्यसलाई मासु चले तान तान तातिर भाग्दैन ल थाल्ला मासु बाहिर आउँछ नि हाल्नुभयो यो हजुर चन्द्रे त्यो कसरी अलि वर्ष त थप्दैछु भनेको छ तपाईँलाई नबोला नि त फेरि ल ल ल हुन्छ कान्छ थाहा पर्दै त खै बाटो कसरी अलि वर्ष थाप थाप चन्द्रे थाप चलाइदियो त्यो चाहिँ थाप चन्द्रे तान्तिर मासु भुटेर बनाउनु भएको छ यो भुटे मासुसँग त मलाई चिउरा मनपर्छ चिउरासँग खान्छु नि त अहिले रातिदिन त छोपेर अहिले यसलाई चिउरा कहिलेदेखि मन पर्न थाल्यो फेरि पहिला त मन पराउन थिइस् अनि अहिले भात खाँदा खाँदै फेरि कुन बेला खान्छस् भने चिउरा भात खायो नि के भयो त रातिदिन न यो भुटे मासुसँग चिउरा मनपर्छ क्या मलाई बरु कलेजो मनपर्छ कलेजो छ भने दुईवटा पिस कलेजो पनि राखिदिनु
चिउरा र सक्छ एकै टुक्रो मात्रै रहेछ ल छोटो यहाँ राखिदिनु पापा एउटा चौको पनि खानुहोस् होइन होइन अहिले चिउरासँग खाइहाल्छु नि आफ्नो भाग त हो धेरै बनाउनु भएको छ त्यही भएर चिउरासँग आउँछु भनेर आरती म सघाउँछु नि भनेको तिमीले मानेनौ बसा बसे भयो तिमीले काम गरेको भयो होइन दिदी यति भाँडाको छ म गरिहाल्छु नि यस्तो बेलामा तपाईँलाई धेरै चिसो लाग्छ कि त्यसोबाट जोगिनुपर्छ आरती होइन त यो चिसोमा कति भाँडामै धुनी लाग्यो भने जाऊ भित्र खाना त्यही त मैले त्यही भने अघिदेखि आरती जाऊँ न अहिले पछि गरौँला जा भने छोड्दै थियो अहिले ल दिदी सकिहाल्यो पढाइ मात्रै हो ल अब एकछिन नहानी भन्नु ल पानीहरू जाडा किन बाहिर बस्नु पर्छ चिसो त बजाउनु किन नसुनेको यसले भाषा लाग्यो भने आरती मैले खाना पस्केँ है सेलाउसेला आऊ दुवैजना आउला आरती आऊ न छोड्देऊ आऊ 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 बसौँ बसौँ खाऊ न त्यति त खानु पऱ्यो नि कचौराको खोइ त अर्को मासु राति भने ल अलिअलि तातो छ ल लैजा माथि नै चिउरा छ त्यसमा खान्छु खाँदा खाँदै यसले मासु चिउरासँग खान्छु भनेर हिँड्यो यो चन्द्र त चिउरा मन पराउन थियो कहिलेदेखि मन पर्न थालेछ यसलाई चिउरा खोइ आमा मैले पनि चिउरा त मन पर्दैन भने नै सुनेको खानु खानु कान्छी आऊ कान्छी आऊ ल आऊ आयो आमा सकिन लाग्यो खाऊ न खाऊ न तिमीले खाऊ तिमीले खुवाएर खुवाउँदा चाहिँ मलाई ल कलेजको टुक्रा दुईवटा त रहेछ यस्तो बेला कलेज खानुपर्छ नि बुहारीहरूलाई पनि भाइ खाना खानु भएको भए हुन्थ्यो नि मैले उतै रोटी तरकारी खाइसकेको छु खाएको छु बस के भन्ने के भयो खान्छ तेरो अनुहार त मैले नै देख्छु त के भयो बोल न खै के भयो भन्ने दाइ के भएन भन्ने
चन्द्र दाईसँग मिलेर त्यत्रो अदुवाको व्यापार गऱ्यौँ। बिस्तारै बिस्तारै अलिअलि हुँदै थियो, बिचैमा रोकियो। त्योभन्दा अगाडि तरकारी व्यापार पनि गऱ्यौँ, तरकारी खेती पनि गऱ्यौँ। त्यो पनि खोइ कहाँ कहाँ के मिलेन, के भयो भयो। अब हजुर पनि त्यत्रो समय कतार बसेर आउनुभयो, खै त्यस्तो अचकालीन कमाएर आउनुभयो जस्तो त लाग्दैन दाइ। खोइ हामी दाजुभाइको जिन्दगीमा मात्रै किन यस्तो भइरहेछ दाइ? हाम्रो मात्र जिन्दगीमा होइन कान्छा, सबैको जिन्दगीमा यस्तै नै भइरहेको छ अहिले। जब हाम्रो देशमा भूकम्प गयो त्यति बेला पनि सबैजना समस्यामा नै परे। त्यसपछि कोरोना आयो, कोरोना पश्चात त झन् त्यस वखत त विश्व नै झन् समस्यामा पर्यो। अब अहिले हाम्रो देशको राजनीतिक उतार चढाव, यो अस्थिरताको कारणले गर्दाखेरि देशले सबै समस्यामा परिरहेको छ। झन् अहिले भर्खरै जेनजीको आन्दोलनले त लथालिङ्ग नै भएको छ। देशका नेतृत्व गर्ने बनाउँदा व्यक्तिहरू पनि खोइ के हो, के हेरेर बसिरहेका हो। युवाहरू सबै विदेशी सके, देशमा युवाहरू देख्न मुस्किल भइसक्यो। अब यो हामीलाई मात्र होइन कान्छा, सबैलाई अहिले त्यस्तै परिरहेको छ। मेरो यस्तो भएन, यसको यस्तो भयो, मैले यस्तो गर्न पाए हुन्थ्यो, मेरो किन भएन, यस्ता दुविधाले सबैलाई सताएको छ। त्यसैले यहाँ त अहिले बाँच्नु नै सबैभन्दा ठुलो कुरो भएको छ। मान्छेहरूसँग अहिले न काम छ न दाम छ। अब काम र दाम नभइसकेपछि परिवारका सदस्यहरूबाट पनि अपैले हुँदो रहेछ। यो हाम्रो घरभित्र मात्र होइन कान्छ, सबैको घर घरमा यही प्रश्नको उत्तर नभेटिएर रोमलिरहेका छन्। त्यसो भए के त दाइ, यी सबै प्रश्नहरूको उत्तर नपाउँदै हामी बुढो हुने हो र? त्यसो पनि होइन कान्छ, यी प्रश्नका उत्तरहरू पनि भेटिन्छन् र सफलता पनि। मलाई राम्रोसँग थाहा छ, सफलताको अर्को बाटोमा यही प्रश्नका उत्तरहरू लुकेका छन्। त्यसैले हेर कान्छ, जबसम्म सफलता भेटिँदैन नि तबसम्म प्रश्नका उत्तरहरू पनि भेटिँदैन। यदि सफलता र यी सबै प्रश्नहरूको उत्तर एकै ठाउँमा भेटिन्छ भने हामी किन हात बाँधेर बसिरहेछौँ? हात खोलेर हिँड्दैमा मात्रै सफलता भेटिँदैन के कान्छ। सफलता भेटिनको लागि, सफलता पाउनको लागि धेरै कुराको संयोजन गर्नुपर्छ। त्यो मध्येमा भाग्य पनि पर्छ। उसो भए भाग्यले ठगेका सबैजना असफल नै छन् र दाइ? राम्रै पोस्टमा पुगेर, राम्रै जागिर खाइरहेका अनि राम्रै पैसा कमाइरहेका मान्छेहरूले पनि आज चाहिँ मलाई भाग्यले ठग्यो भनेर भन्छन् नि त दाइ। यो चाहिँ किन? अब तिनीहरूलाई त कहिलेकाहीँ मात्र ठग्यो होला नि त। अनि हामीलाई पनि त भाग्यले आएर तिमीहरूलाई चाहिँ मैले सधैँको लागि ठगेँ है पनि भनेको छैन नि त दाइ, होइन र? भाग्यले त त्यस्तोलाई ठग्छ दाइ जसले भाग्यलाई नै ठग्न खोज्छन्, भन्सिन खोज्छन्, भाग्न खोज्छन्। अनि हार भएपछि भाग्यले नै ठग्यो भनेर फेरि अगाडि बढ्ने प्रयास नै गर्दैन। दाइ, तपाईँले एलोन मस्कको बारेमा त सुन्नुभएकै होला, विश्वको धनी व्यक्ति। के उसलाई चाहिँ भाग्यले आजसम्म एकचोटि पनि ठगेन होला र? पक्कै पनि ठगेको थियो होला दाइ, तर उसले निरन्तर आफ्नो कर्ममा लागिरहे। त्यसपछि त भाग्यले पनि म यसलाई सक्दिनँ भनेर साथ दिन बाध्य भयो होला जस्तो लाग्छ दाइ मलाई त। होइन, यति बुझ्ने रहेछस्, यति बुद्धिमानी कुरा गर्छस्, अनि फेरि नुन खाएको कुखुरा जस्तै झोक्र्याउँदै यहाँ आएर मेरो त केही भएन दाइ किन भन्छस् त? किन आइस् त? तँ पनि कर्म गर न, तँलाई पनि त एलन मस्कलाई जस्तै गरी भाग्यले साथ देला नि। कर्म गर्न पनि त्यति सजिलो कहाँ छ र दाइ? मकैको एउटा घोगो फलाउनको लागि एउटा गेडो मकै त चाहियो नि, होइन र दाइ? बिउको लागि बिउ रोपेपछि मात्रै थाहा हुन्छ दाइ कि त्यो बारीमा कति मेहनत गर्ने, कति गोडमेल गर्ने भनेर।
आफूसँग त न बिउ छ, म त त्यही बारी भएछु दाइ। बिउको खोजीमा रोमल्ली रहेछु। र ठिकै छ कान्छा। यदि तँलाई बिउको मात्रै आश हो भने त्यो बिउको व्यवस्था म गर्दिनँ। केही न केही उपाय म लगाउँ। तर के रोप्ने हो, के को बिउ रोप्ने हो त्यो चाहिँ त अहिले नै प्रश्टिनुपर्छ। फेरि पहिलाको जस्तै एउटा डुङ्गामा खुट्टा हालेपछि अर्को डुङ्गामा अर्को खुट्टा हाले त सासै नगर्नु। धेरैचोटि हन्टर खाएको छु दाइ। अब पहिलाको जस्तो गल्ती गर्दिनँ म। अब जे गरे पनि धेरैचोटि सोच विचार गरेर सल्लाह गरेर मात्रै अगाडि बढ्छु। गुड। मेरो कान्छो भाइले धेरै पछि मसँग यसरी सल्लाह माग्न आएको देखेर मलाई अचम्म लागेको छ। सल्लाह गर्न त पहिला पनि मन लाग्छ नि दाइ, तर हजुर जेठो बाटो भएर अलिक अप्ठ्यारो लागेर मात्रै हो दाइ। ल किन अप्ठ्यारो मान्नु पर्यो? दाइ हुँ। धेरैका भाइहरू आफ्नो दाइसँग यसरी सरसल्लाह गर्न अप्ठ्यारो मानेको कारणले गर्दाखेरि धेरै सम्बन्धहरू चिसिएका छन्। आफ्नो दाजुभाइले शत्रु ठान्छन् अनि कसरी घर चल्छ ल भन् त? दाजुभाइ भनेको एकजुट हुनुपर्छ, मिल्नुपर्छ, अनि पो घर राम्रोसँग चल्छ, हो कि ल भन् त? हुन्छ दाइ, म त के गर्ने भनेर हलमलमा परिरहेको थिएँ। हजुरले यति सल्लाह दिनुभयो, अब म पनि विचार गर्छु दाइ। अहिले जान्छु त। ल ल ल, त यति भए पनि सल्लाह गर्न आइस मसँग। हस्। चन्द्रले यति सल्लाह पनि गर्दैन। सक्यो सकिलो लाग्यो। छिटो आउन। के भएर? ए होइन, तिमी जाडा किन छिटो आउनु। जानु न, म आउँछु छु। ल ल ल छिटो जानु कि म आइसकेँ। ल भनिहाल्छ, ल भनिहाल्छ। सिलै सकिँदैन। Sponsored by Pond Super Light Gel. सुपर का बार हर एक बार नयाँ सनसिल्क एक्टिभ मिक्सको साथ स्वास्थ्य र चम्किलो छालाले मात्र भित्रबाट कोमलता र सुन्दरताको अनुभूति दिन्छ। जोय ब्युटिफुल बाई नेचर। के भयो? किन बोलाएको गरेर ल भन्नु त? के भयो भने? के भयो र? अनि एकछिन बाहिर काम गर्दा पनि पुरै आपत्ति परेको थियो त। त्यस्तै छ। के भयो? मासु धेरै थिएन, कति खायो त? खाएँ त, अब मेरो बागमा जति थियो त्यति खाएँ। अनि तपाईँले खानुभयो? चिउरासँग खान्छु भन्दै ल्याउनु भएको थियो त, खानुभयो भने? खानुभन्दा पनि कलेज पनि छ क्या तिमीलाई। यस्तो बेला कलेज खानुपर्छ नि त। घरमा मासु ल्याइरहँदै अच्छा मासु खानुपर्छ भन्छ नि यस्तो बेला। त्यही भएर आज 1000 रुपियाँ पैसा खोजेर लिएर आएको थिएँ। मलाई नि खानु मन लाग्थ्यो, त्यही भएर। मन त त्यही छ, खाऊ त तिमीलाई राखेँ। अनि आफूले एउटा पनि नखाइकन मलाई किन राखिदिनु भयो त? चिउरासँग खान्छु भनेर लिएर आएन, खानु पर्थ्यो नि। मैले त भर्खर भात खाएँ त। यस्तो बेला तिमीलाई माछा मासु अलि खानुपर्छ कि। कलेजो पनि छ, कलेजोले अझै राम्रो गर्छ नि। खाएको तिम्रो मात्रै कुरा हो र, हाम्रो बच्चाको भन्ने कुरा छ। अनि बच्चाको बाउले चाहिँ खानु पर्दैन? चावल त खाइहाल्छ नि। तिमीले खायो भने बच्चालाई नि हुन्छ। गाउँमा पाइँदैन माछा मासु भयो भने। ल खाऊ। अनि यसरी लुकाइ माथि लिएर आउनुपर्छ त?
मैले तँले खाएको थिएँ त मैले अर्को भाग ल्याएको हो र आफ्नै भाग काटेर ल्याएको त नि हुन त हो नि फेरि यस्तो कुरा घरको अरू मान्छेले आमाले थाहा पाउनु भयो भने के सोच्नुहुन्छ भन्नु त मैले पकाउँदा पकाउँदै कराईबाट लुकाएर छुट्टै ल्याएर तिमीलाई खुवाएको हो अनि आमाले कराउने थियो आफ्नो भागको घाँस काटेर ल्याउँदा नि के गरौँ त नि त्यही भन्दा अलि नरमाइलो लाग्छ नि त मलाई खाउसिसक्यो तपाईँ खानु तिमी खाऊ न तिमीलाई राखिदिएको त नि तपाईँ खानु मिठो हो भएर चाहिँ साँच्चै मासु खाएपछि त तिर्खा लाग्छ नि म पानी लिएर आउँछु पहिला कलेजोबाटै सुरु गर्दा कलेजो खानुपर्छ है यति सबै खाऊ मलाई पुग्छ पानी लिएर आइदिन्छु चिउरा र मासु खाएपछि तिर्खा लाग्ने त्यही भएर राति फेरि तिर्खा लाग्ला कि भनेर पानी लिन आएको सनी त यसै बस्ने किन होला त बस्नुहोस् पहिला बस किन होला त खाँदा खाँदा एउटा चौको पनि मासु नखाइकन माथि गएर म मासु चिउरा खान्छु भन्दिस् लगेर फेरि तुरुन्तै मुनालाई खुवाइछस् मुना पनि भर्खरै भात खाएर गई मलाई के हेर्नुहुन्छ त मैले त अघि नै पनि भनेको थिएँ भातसँग पनि मासु त मिठै हुन्छ भनेर के होइन अलिकति मासु मुनालाई बढी खुवाउनुसम्म भरिया भेरी हुन्थ्यो मैले त बाउलाई छोरालाई अलि बढी गनी दिएँ भाडा कम थियो तिनजनालाई भाग बराबर लगाएको हो अझ मुनाको अवस्थादेखि एउटा चौटो बढी खुवाएको हो खसीको मासु सधैँ खाइँदैन तँलाई थाहा छँदैछ अनि तैँले त्यसो किन गरिस् सन्ते मैले त कहिले पनि परिवारलाई फरक गरिएको छैन हो छोराहरूको अब पहिल्यैदेखि चलिया चलन छोराहरूलाई मिठो मसिनो अलिक बढी खुवाउनु चलनै छ तर पनि मैले कहिले पक्षपात गरिनँ यसरी झुट बोलेर माथि लगेर कचौरै स्वास्नीले सुम्पिनेको अर्थ के तैँले मलाई नजाति गराउनु खोजे आमाले तँलाई पेटभरि दिइन ल खा भनेर के तैँले त्यो आधार बनाइदिए मलाई हेर्ने आधार परिवारमा फाटो ल्याउन खोजे तैँले हेर बाबु म स्पष्ट भनिदिन्छु तँलाई सिद्ध नबुझिया कुरो सामान्य भन्ने हो यसरी लुकीछिपी गर्न थाल्यो भने नि परिवारमा मनमुटाव बढ्छ सासूले गलत व्यवहार गरेको भानुहुन्छ बुहारीहरूलाई त्यसपछि फाटो आउँछ मैले जानेर कहिले पनि पक्षपात गरिनँ र गर्दिनँ विवेकपूर्ण व्यवहार मैले गर्दा गर्दै पनि तिमीहरूले यस्तो व्यवहार देखाउन थाल्यो भने नि अबदेखि राम्रो हुन्न नि है मैले भनिदिएको छु स्पष्ट भन्नु बरु म खान्न बाबा म खुवाउँछु त मेरो छोरा बुहारीलाई नखरा त तैँले पनि सिक्यो कुरो जबसम्म छोराहरूले नि यस्तो व्यवहार देखाउँदैनन् तबसम्म बुहारीहरूले हेप्ने मौका पाउँदैनन् परिवार फाडिन्न मैले आफ्नो भाग काटेर ल्याएको नि तरिका मिलेन भाग तेरो भाग दिस त्यही कुरो चाहिँ आमा म दुईटा चौटा मात्रै खान्छु तपाईँहरू खानुहोस् बुहारीलाई अलिक बढी दिनुहोस् भने अब कुरो मिल्थ्यो यहाँबाट झुट बोलेर माथि गएर कचौरो सुम्पिने अनि बुहारीको मना के पर्छ मेरो पनि चित्त दुख्यो यतिखेर चन्द्रिका आइन्दा यस्तो कुरो नहोस् कुरा बुझिस् नि मलाई त्यस्तै छैन मुना त्यस्तै छैन तिमीहरूका व्यवहारले यो सिलसिला पर्छ घर भाड्ने काम नहोस् यो चाहिँ नि एउटा बीज हो हेर नराम्रो कुराको बीज हो यो बीज यिनै अन्त्य हुनुपर्छ यसरी नै हो मनहरू फाट्ने मन कुडिने यसै गरी हो म जति मिलाउन खोज्छु मैले गलत व्यवहार गरेकै छैन आमाले के भन्नुभयो र किन झुट बोल्नुहुन्छ कि जब माटोको गाह्रोको त घर छ त्यहाँ तल बोले मैले सुन्दिनँ होला नि के भन्नुभयो भने के होइन
चिउरासँग खान्छु भन्ने कुरा मात्रै हो खाऊ न अब भइहाल्यो त अनि हजुरले चाहिँ त्यसरी झुट बोलेर माथि लिएर आएर मलाई किन मासु खुवाउनु पर्यो भन्नु त बरु तल नै सबैको छेउमा मुनालाई अलिकति बढी दिए भने भन्नुहुन्थ्यो फेरि आमाले त्यसरी कहिले हामीलाई छुट्याउनु पनि भएको छ आमाले छुट्याउनु हुन्छ भनेर ल्याएको होइन नि त यस्तो बेलामा आमाले झन् धेरै केयर गर्नु भएको छ कि मेरो अनि हजुरले यसरी लुकाइ लुकाइ माथि ल्याउँदा आमाको चित्त दुख्नु पनि त स्वाभाविक नै त हो नि यसरी झुट बोल्नु चाहिँ हुँदैन थियो बरु मलाई खानु मन लाग्ने कुरा म आफै आमालाई भनिहाल्थेँ त बित्थामा आमाले चित्त मात्रै दुखाउनु भएन त संयुक्त परिवारमा बसेपछि काहीँ न काहीँ कसै न कसैको चित्त दुखिहाल्छ के भने यता मिलाउन खोज्छु यता बिग्रिन्छ उता मिलाउन खोज्छु उता बिग्रिन्छ कहिले दाइ रिसाउँछन् कहिले भाइ रिसाउँछन् कहिले आमाको चित्त दुख्छ कहिले कसको मैले नि के नै गरे हो र त्यही आफ्नो भाग काटेर ल्याएको त हो मैले मेरो भाग काटी काटी ल्याउनु नि नपाउनु त छोरा मान्छेलाई नि सजिलो छैन घरमा ठिकै छ त्यही नि हाम्रो आमा बुझ्नुहुन्छ चित्त दुखाउनु छिमेकीले हो चित्त दुखाउने मन दुखाउने त आफ्नै छोराले गल्ती गरेको भन्नुहुन्छ आमाले बुझिहाल्नुहुन्छ आमाको पिर नगर सेला र हिउँ जस्तो भइसक्यो ल पहिला यो कलेजो खाने अनि त्यसपछि यो फलमासु खाने छाला रड्डीमा खान्छ मासु सधैँ ल्याइदिनु गाउँ हो बजारमा आफू दिनदिन मासु खान्छ गाउँमा त खान्छ तिमीलाई पुग्दैन नि त पुग्छ भने खानु तपाईँले खानु भएको रहेछ खानु खान्छु खानु भने छुट गर्नु पर्ने अघि देखाएर सुत्नुपर्छ भोलि फेरि छिटो उठ्नुपर्छ सलै सलै अब आमाको पिर नगर आमाले बुझ्नुहुन्छ अब हाम्रो बिहे गरेको पनि यतिका दिन भइसक्यो हामीहरू त एकचोटि पनि कतै मन्दिरतिर पनि गएको छैनौँ भने यसो कहिलेकाहीँ जाने गरौँ न अब त बच्चा पनि हुने भयो अनि फेरि घरमा पनि कहिले के भइरहेछ यसो एकचोटि मन्दिरतिर जानु पाए शान्ति हुन्थ्यो कि जाउँ न कतै के भयो कि फेरि मलाई मन्दिर जाने भन्ने कुराले पो याद आयो साँच्चै मैले त अस्ति तिमी हस्पिटल जाँदाखेरि हाम्रो बच्चालाई र तिमीलाई केही पनि नहोस् है भनेर त बागलुङ कालिकामा आएकै थिएँ अनि त्यत्रो टाढा बागलुङ कालिका पो त्यो त धेरै टाढा भयो नि अलिक घरबाट नजिकै पर्ने मन्दिरहरूमा भाकल गर्नु भएको भए पनि त हुन्थ्यो नि त्यत्रो टाढा त अनि कसरी भगवान् कहिले पनि टाढा हुँदैन मलाई हाम्रै पशुपतिनाथको मन्दिर हेर न त्यहाँ दर्शन गर्नलाई मान्छेहरू देश विदेशबाट कहाँबाट आउँछन् अनि हाम्रो आफ्नै देशभित्र भएको मन्दिरमा जानलाई पनि टाढा भनेर हुन्छ त अब हुन त हो नि अहिले फेरि पैसा पनि नभए बेला खर्च हुन्छ भनेर के बुहारी पिर नगर जहाँ जहाँ लानु परे पनि लान्छ यसो चन्द्रसँग जति पनि पैसा छ दाइले किन त्यस्तै भन्नुभएको हजुरलाई है अब
पहिला पहिला त यसरी बोल्नुहुन्थ्यो के भयो चन्द्रे यहाँ त आना आ आइज किन बोलाउनु भएको आमाले के भयो के भएर साइली आउँदैछ अरे गाउँ अब तेरो बिहा भइसक्यो चन्द्र साइली कहाँ छे के गर्दैछ तँलाई के को खाँचो मान्छे भएपछि रिस डाह घृणा सबै गुण हुँदो रहेछ कृष्ण के कुरा भन्न खोज्छौ सिधा सिधा कुरा गर्न अनि के भन्न आइस साइलीले बिहे गरी गरिसक्यो अनि साइली आउने भन्ने कुरो के हो किन ऊ आफ्नो माइती आउन पाउँदिन र पाउँछ अहिले आउँदिरहेछ भनेर बुझ्न मात्र आएको आउँछ छिट्टै आउँछ तयारी भएर बस्नु भेट हुनलाई कृष्ण दाइ मलाई साइली भेट्नु छैन यो गाउँमा नआउने अरे भनिदिनु न मेरो साइली न मेरो माइली मैले आइज भन्दा आउने नआइज भन्दा नआउने हो र आउँछ त उसको माइत भेट्न आउँछ साइलीको कुराले मन भारी भएको कि डर लागेको मन भारी पनि भएको छैन डर पनि लागेको छैन उसले मलाई छोडेर गएपछि तिमीलाई बिहे गरेको मैले त्यहाँ के कुरा रहेछ बुझ्न मात्र आयो
बा है चिया कहिले जुरे त 23 गतिसम्म रहेछ सन्तोष 27 गति पनि रहेछ के हो दिदी निराश छ त छोरी के हो यता आउनु अब के हो के हो किन निराश छ त के हो भन्दा के सोच्नु भएन सन्देश थर्मसमा तातो पानी छ बिग्ला गरेर ल्याइदियो त्यही गिलास चिया खान्छ मैले खाएकै छैन भर्खर ल्याइदिएको थियो सन्देशले तातो पानी खानु होइन के हो के तँलाई छोरी म तिम्रो बाउ हुँ तिमीले नभनेसम्म मलाई कसरी थाहा हुन्छ तिम्रो बेला भन त के हो दिदी के हो भन्न छोरी के हो भन त नानी छोरी दिदी भन न के हो बाबु नानी के हो छोरी त रुँदै गई त के भयो दिदी यतिकै यस्तो रुँदै हिँड्ने मान्छे त होइन पक्कै पनि केही न केही त भएको छ बा त्यही त मैले पनि बुझिनँ के भन्न खोज्दै थिएँ भन्नै नपाइ हिँडेँ ज्वाइँ पनि नबोलिकन जानुभयो के भएछ त फेरि केही न केही त पक्कै भयो